हामीले किराना पसल पाइसक्यौँ। फेरि यहाँ चाहिँ पसल चाहिँ बन्द छ, उहाँ आउँदै हुनुहुन्छ घाँस लिएर। अब हामी चाहिँ मस्त बस्यौँ, पानी खाँदैछौँ हामी साथीभाइ मिलेर। हदुरो नै आइज अनि अब चाहिँ हामी चिसो पानी खाएर अब हिँड्नु गइन्छ। अब कति दिनपछि हदुरो आज 2 दिनपछि होसाउँछ अरे भाइ। खाने हो अब हामी चाहिँ अब फाइनली होइन कस्तो चिलिम भन्यो के दाइ माथि भगवानले बोलाउँछन् के भगवानको प्रसाद हो नि त। नानी तिम्रो भारी खै त घाँसको भारी खै तिम्रो जत्रो मान्छे त्यत्रै भारी बोकाइदिने अरे। फेरि यही छ त फेरि सोडिदिन्न कसैले नि। ठिक हो अनि त्यही पनि फ्रिजमा भएको सामानहरू भन्नु